छिमेकी मुलुक बङ्गलादेश, त्यहाँ सडक निर्माण गर्नलाई, कालोपत्री गर्नलाई माटो पकाएर टुक्रा गरेर ग्राभल बनाएर सडक निर्माण गरिन्छ पदार्थ नभएर। हामीसँग एउटा चाहिँ पहाड चाहिँ बङ्गलादेशलाई ढुङ्गा मात्रै सप्लाई गर्ने हो भने कोसीको ब्यारेज भनौँ न, काँगडभित्रबाट हार्डली 100-125 किलोमिटर छ, रोड पनि राम्रो छ, बालुवा थुप्रिएर बसेर त्यति मेटेरियल हामीसँग छ। मैले बुझेको चाहिँ नीतिको आवश्यकता के हो भने भारत सरकारसँग अब यो चुच्चे नक्सा आफ्नो लागि ठिक होला, तर त्यहाँ मेरो बुझाइ जति मैले बुझेको छु, अब त्यहाँ जुन क्षेत्रमा लिपुलेक लिम्बुयाधुरामा जुन सानो बस्ती छ नेपाली भनिन्छ, तर अहिले उहाँहरू नेपाली भन्न तयार हुनुहुन्न र बन्नु पनि भएको छैन। भनेपछि त्यहाँ सबै भारत सरकारले उच्च सुविधाका साथ खुसी बनाएर राखेको अवस्था छ र हामीले त्यो क्षेत्र डेभलप गर्न सकेका पनि छैन। नुन किन्न पनि, सुन किन्न पनि उतै जानुपर्ने, त्यहाँ सिटामोल किन्न नि पारी नै उतै भारतै जानुपर्ने, रोजगारी पनि त्यहीँ सिर्जना यावत कुराले गर्दा। भने हाम्रो जस्तो मुलुकले के गर्नुपर्ने हो भने अब त्यो चुच्चे नक्सा कति जरुरी छ, भूभाग त एक इन्ची पनि नगएको राम्रो, तर गइसकेको छ नि। पहिला अब पूर्वमा तिस्ता र पश्चिममा काँक्रासम्म चाहिँ के भन्छ भनिन्छ होइन, त्यहाँसम्म थियो नि त। कि ल्याउँदा त्यो पनि ल्याउनु सक्नु पर्यो हामीले होइन, सम्भव छ भन्ने होइन। छैन भने काँगडभित्रबाट बङ्गलादेशको चाहिँ बाटो अन्डरग्राउन्ड, त्यो पनि काँगडभित्रबाट सिधै बङ्गलादेशको बन्दरगाह छुनी गरी बिचमा भन्सार चाहिँ भारत सरकारको परेन नि, त्यो भएपछि अन्डरग्राउन्ड हो। त्यहीँबाट बिजुली पनि बेच्ने, चाहिँ के भन्छ अरू बस पनि चलाउने, रेल पनि चलाउने, उताको पोर्टबाट चाहिँ तपाईँको आयात भएका सामानहरू चाहिँ रेल ट्रेनबाट ल्याए, त्यही ट्रेन चाहिँ ढुङ्गा लिएर बालुवा लिएर बङ्गलादेशलाई बेच्ने, अनि त्यो चाहिँ दोहोरो बिजनेस चालु भयो। सट्टापट्टा गर्ने, त्यो म यो दिदिन्छु जब हामी त्यसमा केही प्रगति नै गर्न सकिरहेको छैनौँ भने यहाँ हामीलाई अन्डरग्राउन्ड दियो, त्यहाँ हामी त्यसबाट सबै बिजनेस चाहिँ के भन्छ थर्ड कन्ट्रीसँग आरामसँग गर्न सक्छौँ र हाम्रो उत्पादित वस्तु एउटा पहाड सबै सक्यो भने त्यहाँ त्यो चाहिँ के भन्छ ढुङ्गा निकालिसकेपछि एउटा प्लेन जमिन हुन्छ, त्यहाँ औद्योगिक सहर बसाउने कि आवास क्षेत्र बनाउने कि होइन, एयरपोर्ट बनाउने कि उपयुक्त ठाउँ पाएको पर्ने ठाउँ, यसरी अब चाहिँ के भन्छ नयाँ कुरा। र त्यो बङ्गलादेशलाई त्यो आवश्यक छ, हामीलाई चाहिँ के भन्छ पोर्टको आवश्यकता छ भनेपछि टु वे भयो नि त। भनेपछि अनि चाहिँ नेपालको झन्डा हल्लाएर ट्रेन चलाउने भन्ने, पानी जहाज चलाउने, यी सब कहानी कथा चाहिँ त्यहाँ पुरा हुन सक्छ।